हेलो गाइस हामी चाहिँ हेलो गाइस भन्नु जरुरी छ के भन्छ अनकट हो है यो चाहिँ हामी विदाउट कट बनाउँछौँ के भन्छ अरे हामी चाहिँ होइन बिहान कति बजी उठेको थियो अहिले 5 बजे हामी बिहान 5 बजी उठेको थियौँ होइन 5 बजी उठेबाट बिउजेका क्या उठ्ने बिउजेका 5 बजी बिउजेका अनि 5 बजी बिउजेसी पनि 6 बजीसम्म चाहिँ बिस्तारामै बस्यौँ क्या के गरेर भन्दा के गरेर होइन गाइस म हो सत्य पनि यो झुट बोल्दै हामी बिउजेको 5 बजे होइन हिजो हो आज त हामी एकैचोटि 7 बजे बिउजेर अनि 8 बजे उठेर त्यो पनि मैले पानी तताएँ आज चिया खाइएन अनि आज चाहिँ होइन हाम्रो यो डेली रुटिन भन्नु लाग्यो होइन मैले भन्नु खोजेको चाहिँ म एउटा अहिले देशमा चाहिँ जताततै चुनावी माहौल छ नि त सो त्यही भएर हामीले पनि त्यसैको भिडियो बनाउनु लाग्यो अनि के भन्छ अरे यसले भनिहाल्यो होइन तर हिजोको थियो कि त्यो चाहिँ तर आज म कन्टिन्यू गरेको मैले चाहिँ केही भएन अनि के भन्छ अरे अनि हामी चाहिँ बिहान उठेर 1 घन्टा न्युज नहेरी सिरियसली नै होइन सिरियसली नै न्युज नहेरी उसै भएन अनि बालेन्सा आउँछ तपाईँ इमोसनल हुने क्या रुनी यो अब सपना अनि बाले नै देख्छ यसले त देख्छ बालेन गए त फ्यान भएपछि हामीले होइन बालेले मैथिली भाषा नजान्दा नि नेपाली हामीले यत्तिकै बुझ्यौँ क्या मैथिली अहिलेसम्म हामीले सुनेको थिएनौँ त्यो बालेनले भाषणहरूको हामीले मैथिली भाषा कति फ्यान भन्छ फ्यान भन्छौँ होइन थियौँ र अहिले झन् कति भएछ मलाई हो के अनि सुन न गाइज अनि हिजो सुत्मेर त उता होइन रमिले भाषण गरेको सुनेर त्यो रुटिन अफ नेपाल भन्दाले पोस्ट गरेको थियो नि त्यो भिडियो हेरेर साँच्ची त्यसले त्यहाँ भनेको थियो तर मैले त्यो भाषण सुनेको थिएँ कि साँच्ची नै मैले त्यसले भनेको वर्डहरू सब मनन गरेर म रोको कि म साँच्ची छु गाइस अनि यसले भिडियो पनि बनाएँ होइन अनि के भन्छ अरे अनि त्यो भन्न आएको लो अब मेन पोइन्ट के भन्दाखेरि अब के भन्छ अरे पहिला योभन्दा अगाडिको चुनावमा चाहिँ ददेलधुराबाट सागर ढकाल उठ्दाखेरि होइन मान्छेहरूले जनता भेडा रहेछन् भने होइन अब झापाली चाहिँ भेडा नहुने बेला आयो क्या गाइसहरू होइन के हो त्यही भएर अरू कुरा जेमा गरे पनि जे समानुपातिमा चाहिँ देश चाहिँ अहिले झापालीको हातमा छ देश चाहिँ झापालीको हातमा छ अनि अब चाहिँ जसरी पनि जित्न पऱ्यो क्या हाम्रो बालेन दाइले त्यही भन्छौँ अनि हामी चाहिँ मिनटको एकचोटि न्युज हेरिराखौँ अनि एकचोटि न्युज हेर्दाखेरि अर्को एउटा मान्छेले उम्मेदवारी दर्ता गरिसकेको हुन्छ अरूभन्दा फान्ने लागेको अहिलेसम्म गरेको फान्नेको लाग्यो दर्ता गरियो अनि बिहानसम्म चाहिँ ऋषि धमालाई राखिरहेको थियो अहिले फेरि त्यो निकोलस भुषालले केमा उठ्यो मोबाइलवाला खोलेको कि मोबाइल चिन्न बनाएर ऋषि धमाला स्वतन्त्र त्यही हो गाइजहरू कहाँबाट त्यसको गाउँ धादिङ होइन धादिङ गजुरी मेरो पे धादिङबाट त उसो के अरे त्यो के अरे आशिका तामाङ धादिङबाट चाहिँ अनि त्यही हो अब अरू कुरा चाहिँ हुँदै गर्छ अरू कुरा चाहिँ हुनुपर्छ बालेन दाइले चाहिँ प्रत्यक्षमा अब जसलाई भोट हाल्नु पनि समानुपातिमा चाहिँ हाम्रो घन्टीलाई भोट हाल्नुपर्छ अनि झापालीले चाहिँ प्रत्यक्षमा पनि प्लिज बालुलाई नै हाल अति भइसक्यो क्या अब अनि अरू कुरा चाहिँ यो झन्डा बोकेर हिँड्छौ नि तिमीहरूको लागि झोले होइन हामी नयाँ भोट फर चेन्ज हो नि त हामी त उसको काम त हेरेकै छैन नि त त्यही भएर झोला बोक्या भन्दैन कि काम हेरेर 40 वर्षसम्म काम हेरेर त्यही मान्छेको झन्डा बोकेर हिँड्ने अरे झोले अनि अर्को कुरा के भन्छन् भने बालेन शाह मेयर भएर के गर्यो अरे उसले केही गरेन ल म केही भन्दैन होइन अनि अर्को कुरा के भन्दाखेरि 40 वर्षदेखि त एउटै मान्छेलाई दिँदा के गर्यो त उनीहरूले 3 वर्षको तिमीहरूले क्वेसन आन्सर चाहिने भएपछि 5 वर्ष त देऊ न 5 वर्षपछि अवलोकन गरौँला के त्यही हो मैले यहाँ भन्नलाई नै आक्रोश पुग्छु तैँले पनि राखिदेऊ न अब त्यही हो नमस्ते म चाहिँ घन्टीवाली हामी चाहिँ जोसुकै उठ्नु न हाम्रो उसबाट हाम्रो घन्टीमा हामीले बालेन उतै देखेका छौँ क्या अरू कोही देखेको छैन त्यही भएर अब तिमीहरू पनि झोला बोक्न छोड गाइजहरू अनि घन्टीमा उस गरेर अनि मेरो भिडियो देखेर होइन मान्छेहरूले मलाई जज गरेको थियो अरे
मलाई पनि म्यासेज आएको थियो 1-2टा तिमीहरू चाहिँ झोले इफ मलाई तिमीहरूले घन्टी 2-3जनाले म्यासेज गरेको थियो कि मलाई चाहिँ मम्मीले मेरो टिकटक पोस्ट गरेको छु मैले झगडै परेको गामबाट होइन कलेजतिर होला 1-2जना अनि हो तिमीहरू हाम्रो भिडियो हेर्न अनकट हो है अनकट के भन्छ अरे हो तिमीहरूले चाहिँ तिमीहरू मसँग झगडा गर्न नआइजाऊ कि तिमीहरू 1 नम्बरको झोले हौ तिमीहरू झोले हुन्थेनौ भने मसँग झगडा गर्नै आउँथेन किनभने नराम्रो मान्छेले हेरेन तिनीहरूले केही पनि गरेन नि झोले भएर हो क्या हाम्रो अधिकार हाम्रो पर्सनल राइटको कुरा हो नि तिमीहरू झोले भयो भन्दैमा तिमीहरू झोले नै हो क्या झोले नभएकाहरू त्यसरी भन्न आएका होइनन् त्यही हो क्या गाइजहरू अब बोली बालो उहाँको ल बोल्नुहोस् बोल्न गई त्यही हो जे भयो नि भोट घन्टीलाई हो अनि आफू चाहिँ कन्फिडेन्स हुनुपर्छ भन्ने अनि बोल्दैन होइन अब कुरै सक्यो त के बोल्न त आउँछ अहिले भर्खरै आइज नि यहाँ त कुस्ती खेल्नु चाहिँ म बोलिदिन्छु आइज 5 बजे आएर म आइज अब म बोल्दिन्छु मैले टिकटकमा पोस्ट गर्ने हो कि खान्छ त्यो साँच्ची हो के त्यो काम पान छ न घर काट्नु ए कहिले के भन्छ नि घरकाले काम पान छन् काठमाडौँमा गएर रले के अरे बौला चाहिँ पालनको सपोर्टर हेरेका छन् त्यही हावाको फाले खानु ठिक छ बालनको सपोर्ट भन्दा नि यस्तो हावा गफ हाल्दै होइन हावा नि होइन यो त रियालिटी हो दिस इज रियालिटी होइन हामी जति नै अनसिरियस कुराहरू गरे पनि इन्ड अफ द डे हामीले बालन शाहको लागि भोट माग्नको लागि भिडियो बनाएको हो इन्ड अफ द डे होइन तर टिकटकमा चाहिँ पोस्ट यो पोस्ट हो क्या नत्र यत्रो भिडियो कसले बनाउँथ्यो साँच्चै नै त्यो त 10 मिनटको पोस्टै हो ल हेर्दैछ अहिले पोस्ट गरेर देखाउँछु त्यही हो गाइज गाइज अब एकै साथमा जय घन्टी भोट फर घन्टी जय घन्टी भोट फर घन्टी